हेलो साथीहरू, नमस्कार। वेलकम टू इजी टेक्नोलोजी। साथीहरू, के नेपालमा डिबी नखुल्नुको कारण जेनजी आन्दोलन हो त? जुन तपाईको 2-3 महिना पहिला जुन छ जेनजी आन्दोलन भयो, देशमा तपाईको यति धेरै तपाईको उलटफेर भयो कि यसको कारणले गर्दाखेरि अमेरिकन सरकारले डिबी बन्द गरिदिएको हो त? आफ्नो जुन छ देशको रक्षा गर्न सक्दैनन्, आफ्नो देशको सम्पत्ति तोडफोड गर्छन्। अनि त्यसपछि यिनीहरूमा डिसिप्लिन भन्ने केही पनि छैन। अनि उनीहरूले आफ्नो देशको सम्पत्ति जलाए, यस्तो ठुलो आन्दोलन गरे, त्यसपछि कुनै कन्ट्रोल छैन यिनीहरूमा। त्यही भएर अमेरिकन सरकारले सधैँको लागि के भन्छ डिबी बन्द गरिदिएको छ। नेपालका युवा पुस्ता जिम्मेदार छैनन्, गैर जिम्मेदार छन् यिनीहरू। यिनीहरूले आफ्नो देशको जुन छ एकदम मुख्य सम्पत्तिहरू जलाए, नोक्सान गरे भन्छन्। त्यसले गर्दाखेरि युएसए सरकारले के भन्छ डिबी प्रोग्राम सधैँको लागि बन्द गर्दैछ। यो कुरा साथीहरू एकदम गलत हो। यो जुन छ एकदम फेक कुरा हो। यसमा के हुन्छ भने 1% पनि सत्यता छैन साथीहरू। यो तपाईँ हुन्छ जति एउटा छन् सबै अफवाह फैलाइरहेछन्, यो सब एकदम गलत साथीहरू। यो तपाईँको जुन छ रियल कुरा हुँदै होइन। जस्ट एकदम सिम्पल छ। तपाईँले आफ्नो मोबाइलमा के हुन्छ गुगल क्रोम खोल्नुहोस्, अनि त्यसपछि सर्च गर्नुहोस् कि डिबी प्रोग्राम किन बन्द भएको हो। यसपालि बन्द भएको सधैँको लागि या तपाईँको खुल्छ भविष्यमा गएर? कारण के छ तपाईँको ढिलाइ हुनु कारण र बन्द हुनुको कारण के छ यसपालि? डिबी खोल्दाखेरि तपाईँको केही सिस्टमहरूमा केही प्रोसेसिङमा तपाईँलाई कथोरै ढिलाइ भइरहेछ, किनकि केही डिबी प्रोग्रामले केही चेन्ज ल्याइरहेछ, केही नियम कानुन परिवर्तन गर्छ, केही रुल्स रेगुलेसनहरू थोरै डिफरेन्ट हुन्छन्। जस्तै कि पहिला डिबी जसले पनि भर्न पाउँथ्यो एउटा मोबाइल नम्बर र जिमेलको भरमा जसले पनि के हुन्छ डिबी फर्म भरिदिन्थ्यो। तर केही लिमिटेसन ल्याउन सक्छ, जस्तै कि पासपोर्ट अनिवार्य गर्न सक्छ। अनि साथीहरू, अर्को कुरा तपाईँ के छ भने डिबी पहिला हामीले निःशुल्क भर्न पाइन्थ्यो। कुनै पनि त्यसको हामीले एमबिसीलाई युएस गभर्मेन्टलाई हामीले 1 रुपियाँ पनि दिनु पर्दैन थियो। यसमा डिबीको फर्म भर्दाखेरि कुनै पनि चार्ज लाग्थेन, फ्री हुन्थ्यो, जसले पनि भर्न पाउँथ्यो। तर यसपालिदेखि के हुन्छ भने $1 हो, आई थिङ्क तपाईँको $1 के हुन्छ हामीले पेमेन्ट गर्नुपर्छ यसमा है। त्यस्तो खालको रुल्स आउने जस्तो सिस्टम छ कि अब ठ्याक्कै आउने टाइममा यदि तपाईँले डिबी भर्नुहुन्छ भने तपाईँलाई $1 के हुन्छ पेमेन्ट गर्नुपर्छ। तपाईँको नाम निस्के पनि ननिस्के पनि। खास पहिला पनि पैसा लाग्थ्यो, तर जब हामीले कुनै स्टुडियोहरूमा, कुनै तपाईँको मोबाइल पसलमा या कुनै पनि ठाउँमा गएर जब हामीले डिबी भर्थ्यौँ, त्यहाँ हामीले 200-300 रुपियाँ चार्ज दिन पर्थ्यो एकजनाले भरेको। त्यो छुट्टै थियो। वेबसाइटमा हामीले पैसा तिर्न पर्दैन थियो। तर अहिलेदेखि के हुन्छ भने $1 तपाईँले वेबसाइटमै के हुन्छ पेमेन्ट गर्नुपर्छ युएस गभर्मेन्टलाई। त्यो तपाईँको हुन्छ हुनसक्छ तपाईँको एउटा चेन्ज त्यो आउनसक्छ। एउटा के हुन्छ भने तपाईँको यसपालिदेखि कम्पल्सरी रूपमा पासपोर्ट हुनुपर्छ। पासपोर्ट नभएकोलाई के हुन्छ डिबीमा फर्म भर्न पाउँदैनन्। त्यस्तो खालको रुल्स ल्याएर आइरहेछ। पहिला के थियो भने एकचोटि 2-3 वर्ष पहिला पासपोर्ट भन्ने सिस्टम ल्याएको थियो, तर पासपोर्ट नभए पनि के हुन्छ स्किप गरेर के हुन्छ त्यसलाई के हुन्छ हामीले डाइरेक्ट पनि भर्न पाइन्थ्यो। पासपोर्ट भए पनि भर्न पाउने, नभए पनि के हुन्छ भर्न पाउने। पासपोर्ट नम्बर भने चुजमा थियो पहिला है, ऐच्छिक रूपमा तपाईँको थियो। राख्ने नभए तपाईँको त्यसलाई स्किप गरेर के हुन्छ हामीले भर्न सकिन्छ, त्यसलाई इग्नोर गर्न पाइन्थ्यो। तर अहिलेदेखि के हुन्छ भने यदि डिबी फर्म खोलेछ भने पासपोर्ट भनेको हुन्छ एकदम कम्पल्सरी हुन्छ। जस्तै कि हामीले कुनै पनि अनलाइन फर्म भर्छौँ भने नेपालको नागरिकता कम्पल्सरी चाहिन्छ भने त्यस्तै खाले के हुन्छ भने अहिले के हुन्छ भने सेम पासपोर्ट पनि अनिवार्य गर्छ डिबी फर्म भर्दाखेरि। अब कहिले खुल्छ भन्ने कुरा तपाईँको धेरैजसोले मसँग सोधिरहेछन् कि सर डिबी खुल्ने डेट कहिले हो र, कुन दिनदेखि भन्छन्? कसैले भन्छन् तपाईँको ठ्याक्कै जनवरी 1बाट खुल्छ, कसैले भन्छन् ठ्याक्कै 31 डिसेम्बर राति 12 बजेदेखि खुल्न सक्छ, कसैले भन्छन् 27 डिसेम्बर भन्छ। यो वर्ष क्रस गऱ्यो भने तपाईँको डिसेम्बर क्रस गऱ्यो भने एकैचोटि अक्टोबरमा खुल्न सक्छ है। योभन्दा पहिला खुल्दैन, सिधै के हुन्छ सेप्टेम्बर अक्टोबरमा के हुन्छ खुल्छ। त्यो पनि 2028 को लागि खुल्न सक्छ, अहिले तत्कालका लागि खुल्दैन। त्यस्तो कुनै पनि सम्भाव्यता छैन साथीहरू। त्यो तपाईँलाई भिडियो कस्तो लाग्यो कमेन्ट सेक्सनमा आएर भन्नुहोला। तपाईँ यदि च्यानलमा नयाँ आउनुभएको छ भने च्यानललाई सब्सक्राइब गरेर जोइन अवश्य गरिदिनुहोस्। यस्तै किसिमको नयाँ भिडियो हेर्नको लागि भेटौँला अर्को भिडियोमा नयाँ कन्टेन्टको साथमा। तबसम्मको लागि बिदा दिनुहोस्। नमस्ते, थ्याङ्क यू सो मच। जय नेपाल।